बाबामा यसो लेखेको अनि घर कतामा के यसो हो र अनि नास्ता गयो नास्ता गयो अनि बिहान खाएको भात कहाँ छ बिहान खाएको भात कहाँ छ कहाँ स्कुलमा स्कुलको टोयलेटमा छ हो छैन कहाँ छ त फेरि भाडामा छ सबै तुरेनौ भनेपछि इति थियो इति खाएको म हेलो गाइस दर्शन नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा र आज चाहिँ हामी स्कुल गएर बाटोमा आउँदैछौँ होइन म चाहिँ अघि पहिला ससुरालतिर जाँदै थिएँ भने यति बेला चाहिँ छोरीलाई लिएर घर आउँदैछु होइन त छोरी हो लाउ अब चाहिँ हामी घर पनि जान्छौँ र हामीले थोरै पसलबाट मैले आज चाउमिन लिएर आएको छु अब छोरीले पनि गएर चाउमिन खान्छ मैले पनि खान्छु बुढीले पनि खान्छ है तिमी कहाँ गएर आएको रे आज स्कुलबाट आएको के पढ्यौ आज एउटा लेखेको म्याडमले एउटा मात्रै लेख्न भन्नुभयो 2-3टा लेख्न पर्छ के रे हो बहिनीलाई ल दिदीलाई चाहिँ देखाइदिएछु ल दिदीलाई चाहिँ देखाइदिएछु ल ल घाम लाग्यो फेरि चर्क्यो ल मेरो छोरी स्कुलबाट आउँदैछ है लु गाइज सबैजनाले भिडियोलाई लाइक गरिदिनु कमेन्ट गरिदिनु सेयर गरिदिनु मेरो छोरीले चाहिँ शिशु कक्षामा पढ्दैछ अहिले अब आइसाल चाहिँ एक कक्षामा जान्छ कि भन्ने आश चाहिँ छ अहिलेसम्म पढाइ पनि ठिकै छ राम्रै छ होइन तिम्रो पढाइ कस्तो छ रे छोरो ठिकै छ राम्रो छ कि नराम्रो छ राम्रो छ बाबामा यसो लेखेको अनि घर कतामा के यसो हो र ल गुड भयो ल देखाएको छु है बाइक पनि वहाँ पुग्यो होइन भुम 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 गराएको छ कसले अटो गराएको भुम 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 गराएको कसले म्याडमले म्याडमले बाइक चलाउनु भएको छ त्यो बाइक चलाउने मान्छेले हो के लु गाइस त्यही नै भिडियो अन्तिमसम्म हेर्नु है त हाम्रो छोरीलाई हेर्दै आउनुहोस् न लु हाम्रो छोरी कस्तरी मैले कम दुःखले क्यामेरा गरिरहेको छु गाइस मैले कम दुःखले क्यामेरा गरेको छु यतातिर घर छ केमा पेटमा चाउमिन छ भात खाएको होइन र नास्ता त दाल र भात खाएको होइन र नास्ता के खायो थुप्रै नास्ता के दाल र चाउमिन खाएको होइन र दाल र चाउमिन खाएको होइन र दाल र भात त्यही त नि अनि फेरि कसरी चाउमिन गयो त पेटमा नास्ता गयो अनि बिहान खाएको भात कहाँ छ
बिहान खाएको भात कहाँ छ? वहाँ कहाँ? स्कुलमा। स्कुलको टोयलेटमा छ? हो? छैन। कहाँ छ त फेरि? भाँडामा छ? सबै तुरेनौ भनेपछि? इति थियो। इति खाएकोमा। हो? ए मेरो ज्ञानी छोरीले के भन्छ यस्तो? अनि के खायो? डरायौ तिमी? बाहेक आउँदा पनि डराउने हो? केलाई? डराउने हो त। हो? स्कुलको गयो नि पर। ल स्कुलको गयो। के गयो? यसो जान्छ यसो। के जान्छ त्यसो? के जान्छ? स्कुल। स्कुल जान्छ? को जान्छ स्कुल? पारी गयो। पारी गइसक्यो? बाहेक गयो भन न। यता टोक्छ अहिले। होइन साले, यो त तार हो। यही देखेर छोरी डराइ त्यत्तिकै। त्यत्तिकै। हो त्यतै थियो। आऊ छिटो। त्यहाँबाट उता गयो के? पर गयो। स्कुलको घर। त्यही भएर खाना आउँछ। लु गाइस, हामी चाहिँ यी छोरी यहाँ छ, म चाहिँ यहाँ छु। हामी चाहिँ अब लगभग घरतिर आउन लागिसक्यौँ होइन। हात पनि पाटिसक्यो भिडियो बनाउँदा भल खिचेको भिडियो खिचेँ कति खिच्नु हो भिडियो। लु हेर्नु न, नानु पनि हिँड्दैछ, ठकाइ लगाइसक्यो भन्छ होइन। ठकाइ लाग्यो नानु? होइन हेल्पिन, त्यो रिबन हो। रिबन हो क्या त्यो तिमीले लगाएको? के हल्लियो अरे? कपाल हल्लिन्छ? हो? ए कपाल हल्लिन्छ भन। कति हो दिमाग पनि कति आउँछ है केटाकेटी हो। कपाल हल्लिएछ भन्छ त गाइजले त। मन्जुरी दिन्छु तिमीलाई त। हेलो गाइज, भिडियो धेरैभन्दा धेरै लामो भयो होला र आजको भिडियो चाहिँ लगभग यति नै भनौँ है, यहीँ समाप्त गरौँ। र यस्तो भिडियो मैले भोलि पनि लिएर आउनेछु। जतिले पनि मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच भन्दै अहिलेलाई भने म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।